अलिक जोडले फेरि मिक्सिङमा चाहिँ अब चाहिँ हाम्रो सुरु भयो एकदम आएको केही दिन जस्तो म त लागेको थियो के छिटो साँच्चिने फर्किने यता अगाडि फोकस यो चाहिँ मोमो बनाउने तरिका हामी आज दुई भागमा सिकिन्छ फर्स्ट अफ अल चाहिँ हामी रोटीभित्र यसलाई यसको मसला हाल्ने अनि सेकेन्ड चाहिँ यसको चुम्काएर चाहिँ पोको पारेर राख्ने हेलो गाइस वेलकम टु एडी भ्लग्स सर्वप्रथम भन्नुपर्दा चाहिँ आज चाहिँ यहाँ सानो हाम्रो पार्टी चल्दैछ पार्टीमा चाहिँ के छ भनेदेखि सानो हाम्रो यहाँ मोमोको आइटम छ देखो न गाइस देखो न हाम्रो भ्लगर दाइले चाहिँ अन्त उयो गर्दैछ यहाँ हाम्रो चाहिँ एकदम स्पेसियल कटिङ ब्रदरलाई चाहिँ हामीले सिलाबाट मगाएको एकै जग्गा मात्रै गर्दैछ त आज चाहिँ हाम्रो मोमोको आइटम छ अनि मोमोको आइटममा चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँहरूलाई सिधै भन्नुपर्दाखेरि चाहिँ आज चाहिँ हाम्रो मोमो च्यालेन्ज छ होइन कसले चाहिँ एबभ 50 खान्छ उसलाई चाहिँ 500 क्यास छ अनि कसकोबाट भन्दा चाहिँ हाम्रो एडिदाले चाहिँ 5 जनामा चाहिँ जसले जित्छ उहाँलाई चाहिँ फर्स्ट प्राइज चाहिँ 500 सेकेन्ड प्राइज चाहिँ 300 रहेछ फर्स्ट प्राइजमा चाहिँ एबभ 50 खानुपर्छ अनि सेकेन्ड प्राइजमा चाहिँ 45 to 50 बिचमा खायो भनेदेखि चाहिँ 300 पाउनेछ त्यसमा चाहिँ कम्पिटिसनमा भाग लिने चाहिँ हामी 5 जना छौँ र दिन्छु भने छ दा तपाईँकोमा के छ दिन्छु भने चाहिँ तपाईँहरूले देखिहाल्छ होइन र हाम्रो दा पनि इन्ट्री भइसकेको छ उहाँ चाहिँ एकदमै थकित अवस्थामा पनि अनुहारमा मुस्कान लिएर इन्ट्री भइसकेको छ र आउने बित्तिकै उहाँको चाहिँ केही शिकायतहरू पक्रियौँ हामीले यहाँनिर अल्छी लाग्यो मेरो जिन्जर चाहिँ उहाँले यतिको सर्ट एन्ड स्विट कटिङ हालिदिइसकेको छ र हाम्रो एडिदाले पनि ओनियन चाहिँ एकदमै बाहिर बनाउन एकदमै दामी भन्दा दामी कट गरिदिइसकेको छ यहाँ भाइ चाहिँ अघिदेखि हाम्रो मिट कटिङमा लागिरहेको उहाँले एकदमै मिहिनेत गर्दै आजको हाम्रो के भन्नु भन्दाखेरि चाहिँ यता चाहिँ हाम्रो बिगमन कटिङ हुँदैछ किमा गर्दै चाहिँ यता राख्दैछ हाम्रो भाइ छ नि किमामा चाहिँ आजको मेन चाहिँ खास हाम्रो मोमो चाहिँ यहाँ सरको लागि अब सरको फर्किने दिन पनि आइगएको छ लगभग अब आज बुधबार पर्सि चाहिँ हाम्रो सर रिटर्न हुँदैछ र आज चाहिँ अब हामी केटाहरू मिलेर चाहिँ आज सरलाई मोमो पार्टी गर्ने भएको छ के छ एक दुई शब्द जाओस् र यसरी रमाउँदै ती पहाडबाट छिर्दै ती हावाको केही कन्टिन्यू यी हरियाली यी हावा अनि पानीहरूलाई त्यो पहाडदेखि छोड्दै आफ्नो गाउँ अनि इष्टमित्र साथीभाइलाई हेर्दै आएको केही दिन जस्तो म त लागेको थियो के छिटो साँच्चिने फर्किने यता अगाडि फोकस मलाई त पत्तै भएन हो साइलो म त साह्रै थाके हो अहिले चाहिँ मसला मिक्सिङ छ हाम्रो यहाँ अजुक मोमोको स्टाफहरू छ नि मसला मिक्सिङमा चाहिँ यतिको छ है मिक्सिङ चाहिँ अहिले चाहिँ अब रेडी एकदम पिठो गुनाइ हुँदैछ सर एकदम ह्यान्डसम भएर आइसकेको छ दुई बहिनी उता छ अचारको लागि अब सर जानु आँटेको छ बनाउनु सुरु भइसकेको छ यहाँ सरकोबाट हाम्रो आज मेन चिफ गेस्टले पनि बनाउँदैछ
हेर्नुहोस् अब चिफ गेस्टको बनाइ मोमो बना। सर्वप्रथम भन्नुपर्दाखेरि चाहिँ मोमो बनाउने तरिका हामी आज दुई भागमा सिकिन्छ। फर्स्ट अफ अल चाहिँ हामी यहाँ रोटीभित्र यसलाई यसको मसला हाल्ने, अनि सेकेन्ड चाहिँ यसको चुम्काएर चाहिँ पोको पारेर राख्ने। अहिले धमाधम हुँदैछ हाम्रो नि भानिस केटा पनि आइपुगेको छ। सेतै भइरहेको छ। यता देखाइदिनुहोस्। यता 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 हेलो गरिदिनु नि भिडियोमा। यता यता फर्किनु नि। बिजी छ सर फेरि मोमो बनाउनु। एक सेट चाहिँ टेस्टको लागि ल्याइरहेको छ हाम्रो सुमन भाइको लागि, टेस्टको लागि ल्याइदिएको। यसो रिभ्यू दिए कस्तो छ? फर्स्ट बाइट मोमो खायो होला खै साइली खाइ पो पठाएछौ। कस्तो छ टेस्ट केटा? एकदमै दामी। अचार हाम्रो टिलु भाइले पिनेर आएको। दामी भएछ त। बिन्दैन यो चाहिँ हाम्रो भानिस केटाको मोमो। तातो रहेछ भाइ, खानुहोस्। टेस्टी गरिदिनु न एउटा नभए टेस्टी गरिदिनु टेस्टी गरिदिनु छिटो टेस्टी यता हो टेस्टी हो टेस्टी गरिदिनु न छिटो टोका 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 मामाको तुझको अरू नसँग होला म यहाँ बेच्दैछु यहाँ भानिसको मोमो एकदम चोडी हुँदैछ। कुन चाहिँ मामाहरूको मुखतिर पस्दैछ। अब चाहिँ अन्तिम फिनिसिङ हुँदैछ। हाम्रो यहाँ चिफ गेस्टले पनि बनाउँदैछ आज। यहाँ सर अनि अर्को सर चाहिँ माथि बसिरहेको छ। अन्तिम हो यो चाहिँ। अब यता चाहिँ अब यस्तो छ मोमो बनाइ, ग्यास छैन हो, अर्ग्यानिक। अब यता हेर्नु पर्दाखेरि चाहिँ यस्तो चाहिँ मजाले पाक्दैछ। सेट कति सेट पो पाकिसक्यो? 3 सेट चाहिँ पाकिसकेको छ। हाम्रो फेरि पाकेको कलेक्सन चाहिँ यता अर्ग्यानिक बाल्टीमा हुँदैछ। यस्तो छ कलेक्सन। भने एक्सचेन्ज हुँदैछ मोमोस। यस्तो चाहिँ अब आज नि हाम्रो यहाँ रबिन्सनको घरमा छ, भोलि फेरि हाम्रो फौजीकै घरमा छ। ग्यास सकेर अब यस्तै छ। दाउरा चिर्यो बाल्यो यस्तै छ। ए दाउरा खर्च कसले दिन्छ केटा? हाम्रो बेलुकाको अन्तिम सेट मोमो पाक्दैछ। यो ग्रुपमा यो मोमो बनाउनु चाहिँ को एकदमै खोजी छ। बुट्टा पनि छैन, के छैन। यो कसको हातबाट चाहिँ अब यो मोमो बन्यो पत्तो छैन हो। यस्तो छ। अरू चाहिँ ठिकठाकै छ। ल अब चाहिँ हाम्रो सुरु भयो एकदम। नि आयो फेरि सुप, बिकमनको सुप हालेछ। हाम्रो यहाँ भानिस केटा पनि यहाँ पर बसिरहेको छ। भाइ आऊ न यहाँ बस्छ। रमलाई मोमो खोइ छ सबै ऊ पर छ नि। रमलम भाइको यस्तो सही आइटम चाहिँ मोमो छैन भाइको हरायो। मोमो खोइ सुप। दी बनाउनु छ आजको भिडियोमा मेन फोकस चाहिँ नि नै हो। भाइ यो हाले तेल ल ब्लगरलाई देखाउन थाल्यो। आम्मा कस्तो आदमी मात्रै खाइदिएको है। अघि दुईवटा थियो दुईटा हाले म स्ट्यान्डर्ड पारेर भाइ तिमी चाहिँ खाउन अन्त टिपेर खाउन अन्त मेरो मोमो खोइ भन्दैछ भाइलाई दिइहालै। भाइ त बस्यो हाम्रो सर्सको हाँस्ने मात्रै भयो। के पो खाएको मैले
टेस्ट टेस्ट दामी छ अच्छा है एकदम ए कसको सुप हो यो तेरो हो यो प्लिज मिठो हाम्रो इट इज अ फास्टेस्ट पाइकरी अनि कति पो दिन्छ भनेको नाम त अरू थाहा पनि आइगयो पर्व फेरि बाल्टीमा फेरि 500 रुपियाँ दिन्छु न छिटो खाइसकेछ हौ होइन अनि म क्यामेरामा हेरेर लगमा पनि खाँदिनँ भन्दैछ हौ ऊ लग बन्द गरेर कतिवटा खाने मैले मोमो लु भाइलाई पनि थपेर भाइ एकदम फिनिस भइसकेको छ खाइसकेको पछि खाला सार्बिन कस्तो छ यसो मोमो ए मिठो टेस्टी भन्दै भाइ टेस्टी हेलो गाइस भन्यो हेलो गाइस हेलो गाइस भाइ अलिक जोडले फेरि चिफ गेस्ट कस्तो भयो टेस्ट मोमो जानु पऱ्यो नि चिफ गेस्टबाट मेन उहाँकै लाग्यो सर्वप्रथम कता खो चप्री पो छ नि त हौ चप्पल छ अहिले लगा न चप्पलहरू मेन त त्यहाँ खोटेर राख्नु पऱ्यो नि त भन्दा ल यसो रिभ्यू दिउँ न सर्वप्रथम मोमो एकदमै मिठो बनाउने हातहरू अझै मिठो भन्नु कन्टिन्यू अनि एकदमै मजा आयो है एकदमै मजाले खाइयो साथीभाइहरूसँग मिलेर खाइएको मोमोलाई हामी बिर्सिने छैनौँ यति भन्दा 2 सब्जी त राख्नु जाने यस्तो छ है ब्याग दिएको यता छिटो भाइ स्यामी फिनिस भइसकेको छ केटाहरूको सबै प्लेट चारी सो गाइस हाम्रो आजको भिडियो चाहिँ यति नै थियो मैले अघि भिडियो एन्डिङ नै गर्नु भुलेछु हामी केटाहरू यताउता छुट्टिहाल्यो अहिले चाहिँ म घर आइपुगेको छु र आजको भिडियो चाहिँ यति नै थियो जस्ट हामी अब सुमन भाइ पर्सिको दिन फर्किँदैछ जसले गर्दाखेरि चाहिँ आज चाहिँ हामी केटाहरू मिलेर सल्लाह गरेर एउटा घरमा रबिन्सनको घरमा मिलाएर चाहिँ हामी मोमो बनाएर दिएको र आज सर्ट जस्ट मोमो बनाएको मात्रै भिडियो थियो सो तपाईँहरूलाई भिडियो कस्तो लाग्यो मन पऱ्यो भने लाइक सेयर अनि सब्सक्राइब गर्नु नभुल्नु होला अरुण लेप्चा ब्लग्सलाई र सबैजनालाई बाई बाई